नमस्कार। आजको यस विश्लेषणमा स्वागत छ। आज हामी एउटा एकदमै तातो र जटिल विषयमा प्रवेश गर्दैछौँ। नेपालमा न्यायिक स्वतन्त्रता र राजनीतिक सुधारबीचको दुविधा। हेर्नुस्, हाम्रो उद्देश्य भनेको कुनै पनि राजनीतिक पक्ष वा विपक्षमा उभिनु होइन है। हामी त केवल तथ्य र स्रोत सामग्रीका आधारमा यो समग्र परिस्थितिलाई मिहिन तरिकाले बुझ्ने प्रयास गर्नेछौँ। संवैधानिक परिषदका सिफारिसहरूदेखि लिएर प्रणालीगत सुधारसम्मका कुराहरू यहाँ आउनेछन्। खास गरी वर्तमान न्यायिक नियुक्ति र त्यसले हाम्रो लोकतन्त्रमा पार्ने प्रभावबारे आज एकदमै स्पष्ट चित्र अगाडि आउनेछ। ल अब सिधै विषयवस्तुतिर लागौँ है त। मेरिट भन्दा पहुँच र सम्बन्ध निर्णायक हुन्छ। सुन्दा अलि नमिठो लाग्छ नि, तर यो केवल एउटा भनाइ मात्रै होइन। नेपालका ठूला संस्थागत नियुक्तिहरूका सन्दर्भमा आम मानिसको मनमा गडेर बसेको एउटा तितो सत्य हो। आखिर नागरिकहरूले किन बारम्बार यस्ता नियुक्तिमाथि शङ्का गर्छन् त? किनभने इतिहासदेखि नै क्षमता वा योग्यता भन्दा पनि कसले कसलाई चिनेको छ वा कसको पहुँच कहाँसम्म छ भन्ने कुराले नै बढी काम गरेको आम बुझाइ छ। र यही विश्वासले गर्दा संस्थाहरूप्रतिको अविश्वास एकदमै बढेर गएको छ। आजको हाम्रो यो यात्रा मुख्यतया यी 5वटा चरणमा अगाडि बढ्नेछ। पहिलो, राज्य र राजनीतिक प्रभाव। दोस्रो, न्यायपालिका किन फरक छ। तेस्रो, वरिष्ठता कि क्षमता। चौथो, असली समस्या को कि कसरी। र अन्त्यमा प्रणाली सुधारको बाटो। भाग 1, राज्य र राजनीतिक प्रभाव। अब सबैभन्दा पहिले हामीले हाम्रो राज्य संस्थाहरूको ऐतिहासिक यथार्थलाई स्वीकार्नै पर्छ। यो कुरा एकदमै स्पष्ट छ कि लामो समयदेखि हाम्रा राज्यका निकायहरू राजनैतिक प्रभावबाट पूर्ण रूपमा अछुतो रहन सकेका छैनन्। यो आज बिहान मात्रै उब्जिएको समस्या पक्कै होइन। निजामती सेवा, हाम्रा ठूला विश्वविद्यालयहरू, समग्र स्वास्थ्य प्रणालीदेखि लिएर कूटनीतिक नियुक्तिहरूसम्म यी सबैतिर राजनीतिको गहिरो छाया परेको प्रष्टै देखिन्छ। यो त एउटा कहिले नटुङ्गिने श्रृङ्खला जस्तै पो बनिसक्यो, जहाँ हरेक नयाँ नियुक्तिमा मानिसहरूले स्वतः राजनीतिक भागबण्डाको गन्ध पाउँछन्। भाग 2, न्यायपालिका किन फरक छ। अब एउटा गम्भीर प्रश्न उठ्छ, के हामीले न्यायपालिकालाई पनि अरू सामान्य प्रशासनिक निकाय जस्तै एउटै डालोमा राख्न मिल्छ त? पक्कै पनि मिल्दैन नि। न्यायपालिका कुनै सामान्य सरकारी अड्डा होइन। यो त राज्यको शक्तिलाई सन्तुलनमा राख्ने र जथाभावी हुनबाट रोक्ने मुख्य संवैधानिक आधारस्तम्भ हो। भोलि सरकारले नै संविधान बाहिर गएर काम गर्न खोज्यो भने त्यसलाई पर्ख भन्ने अन्तिम निकाय नै यही हो। त्यसैले जब यस्तो अति संवेदनशील निकायमा राजनीतिक प्रभावको कुरा उठ्छ नि, त्यो समग्र लोकतन्त्रकै लागि एकदमै खतरनाक सङ्केत बन्न पुग्छ। यहाँ उब्जिने एउटा सानो शङ्काले मात्रै पनि कानुनी राज्यको जग नराम्ररी हल्लाइदिन सक्छ। र हो, यही कारणले गर्दा न्यायिक नियुक्तिहरूमा हामीले एकदमै कडा र निर्मम प्रश्नहरू सोध्न जरुरी छ। के नियुक्ति सम्बन्धी निर्णय साँच्चीकै निष्पक्ष छ त? बाहिरबाट हेर्दा जुन प्रक्रिया देखिन्छ, के त्यो पूर्ण रूपमा पारदर्शी छ? अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, मान्छे छान्ने मापदण्ड चाहिँ स्पष्ट छ कि छैन? यस्तो संवेदनशील ठाउँमा जनविश्वास जित्ने हो भने यी आधारभूत प्रश्नहरूको चित्त बुझ्दो उत्तर आउनै पर्छ। भाग 3, वरिष्ठता कि क्षमता। अब कुरा गरौँ अहिले संवैधानिक परिषदको सिफारिसलाई नै अनिर्णयको बन्दी बनाइरहेको सबैभन्दा पेचिलो विषयबारे। यहाँ साँच्चै बुझ्नै पर्ने रोचक कुरा के छ भने दुवै पक्षका आफ्नै एकदमै बलिया तर्कहरू छन्। एकातिर वरिष्ठताको कुरा छ। यसलाई वकालत गर्नेहरू भन्छन् एउटा परम्परा र स्वचालित नियम हो। यसलाई मिच्न थालियो भने राजनीतिज्ञहरूले आफ्ना मान्छे हुल्ने मौका पाउँछन् र न्यायालयमा राजनीतिक जोखिम बढ्छ। अर्कोतिर फेरि क्षमता अर्थात् मेरिटको कुरा छ। सधैँ वरिष्ठता मात्रै हेरेर त संस्थामा कहिल्यै सुधार आउँदैन नि, होइन र? क्षमतालाई आधार मान्दा मात्र न्यायालयभित्र सुधारको ढोका खुल्छ भन्ने उनीहरूको तर्क छ। हेर्दा दुवै तर्कहरू आफ्नो ठाउँमा एकदमै मननयोग्य छन्। अब यही सन्दर्भमा एउटा अर्को ठूलो संवैधानिक र नैतिक प्रश्न उब्जिन्छ, के पृष्ठभूमि राजनीतिक हुँदैमा न्याय सम्पादन स्वतन्त्र हुन सक्दैन त? स्रोत सामग्रीले सपना प्रधान मल्लको एउटा निकै सान्दर्भिक उदाहरण प्रस्तुत गरेको छ। उहाँको पृष्ठभूमि राजनीतिक देखिए पनि न्यायालयमा उहाँको भूमिकालाई धेरैले एकदमै स्वतन्त्र र निष्पक्ष रूपमा मूल्याङ्कन गर्छन्। यसले के देखाउँछ भने राजनीतिक विगत हुँदैमा कुनै पनि व्यक्तिले स्वतन्त्र रूपमा कामै गर्न सक्दैन भन्नु पूर्ण सत्य होइन। कसैको विगतलाई हेर्ने कि उसको वर्तमान कार्यक्षमतालाई, यो पक्कै पनि लोकतन्त्रको निकै जटिल पाटो हो। भाग 4, असली समस्या को कि कसरी।
सडकदेखि सदनसम्म भइरहेका यी तातो बहसहरूलाई सुन्दा लाग्छ अविश्वासको मुख्य कारण कुनै व्यक्तिविशेष को हो भन्नेमा मात्र सीमित छैन। खासमा हाम्रो यथार्थ बुझ्न एउटा प्राविधिक कुरा बुझ्न एकदमै जरुरी छ। हामी अहिले एउटा संक्रमणकालीन संस्थागत प्रणालीमा छौं। सरल भाषामा भन्नुपर्दा हाम्रो न्यायपालिका न त राजनीतिबाट 100% मुक्त भइसकेको अवस्था छ, न त यो पूर्ण रूपमा राजनीतिकै मुठीमा छ। हामी त एउटा विकास हुँदै गरेको, हुर्कन्दै गरेको लोकतन्त्र पो हौं त। त्यसैले अहिले देखिएका यी विवाद र चुनौतीहरूलाई ल बर्बादै भयो भनेर पूर्ण असफलता मान्नुभन्दा पनि एउटा हुर्कन्दै गरेको लोकतान्त्रिक प्रणालीले भोग्नु परेको सुत्केरी व्यथाका रूपमा बुझ्नु धेरै व्यावहारिक हुन्छ। अहिले हामी ठ्याक्कै एउटा दोबाटोमा उभिएका छौं। वर्तमान नियुक्ति प्रक्रियाले दुईमध्ये कुनै एउटा बाटो लिन सक्छ। एकातिर यदि यो नियुक्ति स्पष्ट क्षमता र मापदण्डमा आधारित भयो भने यसले नेपाली न्यायपालिकाको लागि एउटा टर्निङ पोइन्ट वा भनौँ सुधारको ऐतिहासिक बिन्दु बन्ने अवसर ल्याउँछ। तर अर्कोतिर यदि फेरि पनि पारदर्शिता कमजोर भयो र राजनीतिक झुकावको शङ्का झन बढ्दै गयो भने नि यसले भविष्यका लागि अविश्वासको एउटा डरलाग्दो नजिर स्थापित गर्नेछ। भाग 5 प्रणाली सुधारको बाटो। समस्याका कुरा त हामीले धेरै गर्यौं, तर अब साँच्चै यसलाई समाधान गर्ने कसरी त? यहाँनिर सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने आज नेपाललाई न त अक्षमतालाई पनि बढुवा दिने अन्धो वरिष्ठता चाहिएको छ, न त नेताहरूलाई आफू खुसी गर्न छुट दिने अनियन्त्रित तजबिज नै चाहिएको छ। हामीलाई चाहिएको त एउटा यस्तो छनौट प्रणाली हो जुन शीशा जस्तै पारदर्शी होस्, जसलाई स्पष्ट मापन गर्न सकियोस् र जसले समग्र न्यायपालिकालाई नै भित्रैदेखि बलियो बनाओस्। साँच्चै भन्ने हो भने अब हामी यो वरिष्ठता कि क्षमता भन्ने साँगुरो घेराबाट माथि उठेर समग्र प्रणालीकै संरचनागत सुधारतर्फ सोच्न एकदमै ढिला भइसक्यो। स्रोत सामग्रीले एउटा प्रष्ट मार्गचित्र दिएको छ जसमा मुख्य 5 वटा रचनात्मक सुझावहरू छन्। 1. नियुक्तिको स्पष्ट मापदण्ड पहिले नै सार्वजनिक गर्नुपर्छ। 2. जो कोहीलाई सिफारिस गर्दा पनि किन गरियो त भनेर कारण सहितको निर्णय दिनु अनिवार्य हुनुपर्छ। 3. राजनीतिक हस्तक्षेप मुक्त एउटा स्वतन्त्र मूल्याङ्कन ढाँचा खडा गर्नैपर्छ। 4. हाम्रो संसदीय सुनवाईलाई केवल कर्मकाण्ड वा औपचारिकता मात्र नबनाई वास्तविक छानबिन गर्ने थलो बनाउनुपर्छ। र 5. प्रत्येक नयाँ नियुक्तिलाई अदालतभित्र गरिने सुधारको विस्तृत मार्गचित्रसँग प्रत्यक्ष रूपमा जोड्नुपर्छ। हामी आजको यस महत्त्वपूर्ण छलफलको अन्त्यतिर आइपुगेका छौं। यो सम्पूर्ण विषयको चुरो कुरो एउटै बलियो वाक्यमा अटाउँछ: शक्ति परिवर्तन होइन, प्रणाली सुधार नै वास्तविक क्रान्ति हो। एकपटक गहिरिएर सोचौं त, आउँदो पुस्ताले आजको यो बहसमा कुन व्यक्तिले कुन पद पायो भनेर पक्कै पनि याद राख्ने छैनन्। उनीहरूले त यो खोज्ने छन् कि के हामीले हाम्रो बिग्रिएको प्रणालीलाई सुधार्न सक्यौं त? के हाम्रा संस्थाहरू साँच्चै निष्पक्ष बन्न सके त? यो प्रश्नले पक्कै पनि गहिरो रूपमा सोच्न बाध्य बनाउँछ। स्रोत सामग्रीका आधारमा प्रस्तुत गरिएको यस विश्लेषणले न्यायपालिका र राजनीतिक सुधारको यो जटिल विषय बुझ्न पक्कै मद्दत पुग्यो होला। समय दिनुभएकोमा धेरै धेरै धन्यवाद।